कृषि पारिस्थितिकी एग्रो इकोलोजी यो शब्द आजभोलि जताततै सुनिन्छ होइन त? तर के यो एउटा बजवर्ड मात्रै हो, एउटा नयाँ फ्यासन जस्तो, कि साँच्चै हाम्रो खानेकुराको पुरै प्रणालीलाई बदल्ने कुनै गहिरो तरिका हो? ल, आज हामी यही कुराको जरासम्म पुग्ने प्रयास गरौँ। यो शब्दभन्दा पर गएर यसले वास्तवमा के भन्न खोज्छ त्यो बुझौँ। आजको हाम्रो यात्रामा हामी पहिले त कृषि पारिस्थितिकी भनेको के हो भनेरै बुझ्छौँ, त्यसपछि यो सिद्धान्त व्यवहारमा कस्तो देखिन्छ भनेर हेर्छौँ, अनि अन्त्यमा सक्कली र नक्कली प्रयास कसरी छुट्याउने भन्ने एउटा निकै उपयोगी तरिकाबारे पनि कुरा गर्नेछौँ। ल, सुरु गरिहालौँ। त्यसो भए सबैभन्दा पहिलो र सबैभन्दा महत्त्वपूर्ण प्रश्न, आखिर यो कृषि पारिस्थितिकी भनेको के हो त? वास्तवमा यो एउटै प्रश्नमा कृषि पारिस्थितिकीको पुरै सार लुकेको छ। यसले हामीलाई खेतीपातीलाई हेर्ने हाम्रो पुरानो तरिकालाई नै चुनौती दिन्छ, जहाँ हामी प्रकृतिलाई जित्नुपर्छ, नियन्त्रण गर्नुपर्छ भन्ने सोच्छौँ। एकदमै सरल भाषामा भन्दा कृषि पारिस्थितिकी भनेको प्रकृतिको नियमलाई नै खेतबारीमा लागू गर्नु हो। तर यो यतिमा मात्रै सीमित छैन। यो एउटा विज्ञान त हो नै, तर यो किसानहरूले गर्ने एउटा अभ्यास पनि हो, अनि अझ त्योभन्दा अगाडि बढेर एउटा न्यायपूर्ण खाद्य प्रणालीको माग गर्ने सामाजिक आन्दोलन पनि हो। अब यसलाई बुझ्नका लागि संसारभरि दुईवटा मुख्य फ्रेमवर्कहरू छन्। एउटा हो संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठन अर्थात् FAO को, जसले ठूलो स्तरमा नीति नियम बनाउन जोड दिन्छ। अर्को हो उच्च स्तरीय विज्ञ समूह HLPE को, जसले चाहिँ खेतमै के गर्ने भन्ने कुरामा ध्यान दिन्छ। तर दुवैको बाटो फरक भए पनि पुग्ने ठाउँ एउटै हो। र यी दुवै फ्रेमवर्कका सिद्धान्तहरूलाई हामीले मूलतः तीनवटा एक आपसमा जोडिएका समूहमा राख्न सक्छौँ: वातावरणीय, सामाजिक अनि आर्थिक। यसले के देखाउँछ भने कृषि पारिस्थितिकीले बाली र नालीको मात्र कुरा गर्दैन, यसले त सम्पूर्ण प्रणालीकै कुरा गर्छ। ल, अब सिद्धान्तका कुरा धेरै भए। एकछिनलाई यस्तो फार्म कस्तो देखिन्छ होला भनेर व्यवहारमै हेरौँ न त। यहाँ हेर्नुस् त, सहकार्यको सिद्धान्त कति प्रष्ट देखिन्छ। फार्मभित्रका हरेक कुराले एक अर्कालाई मद्दत गरिरहेका छन्। पशुको मल खेतको लागि सित्तैको मल भयो, अनि खेतको डाँठ पराल पशुको लागि दाना, केही पनि खेर गएन। अनि यहाँ विविधताको शक्ति देखिन्छ। एउटै मात्र बालीमा भर पर्नुको सट्टा थरीथरीका बाली लगाउँदा जोखिम आफै घट्छ। भनौँ न, कुनै कारणले मकै राम्रो भएन भने पनि आँपले त आम्दानी दिइहाल्छ नि। यो एउटा सुरक्षा कवच जस्तै हो। र यो पुनर्चक्रणको सिद्धान्तले बाहिरबाट सामान किन्ने झन्झट नै हटाइदिन्छ। कोसेबालीहरूले हावाबाटै नाइट्रोजन लिएर माटोलाई मलिलो बनाइदिन्छन्। अब किसानले बजार दौडेर महँगो रासायनिक मल किनिरहनु परेन। तर औद्योगिक खेतीबाट यस्तो प्रणालीमा फड्को मार्न पक्कै पनि सजिलो छैन। ग्लिसम्यानको 5 स्तरीय रूपरेखाले चाहिँ यो परिवर्तनको लागि एउटा एकदमै स्पष्ट चरणबद्ध बाटो देखाउँछ। यो यात्रा साना साना सुधारबाट सुरु हुन्छ, जस्तै अलि कम रसायन प्रयोग गर्ने, अनि बिस्तारै अलिअलि गर्दै पुरै प्रणालीलाई नै नयाँ तरिकाले डिजाइन गर्ने, र अन्त्यमा विश्वव्यापी नीति नियम नै बदल्नेसम्म पुग्छ। अब यहाँनिर एउटा एकदमै महत्त्वपूर्ण कुरा छ, त्यो हो लेभल 2 र लेभल 3 बीचको फरक। हेर्नुस् है, लेभल 2 मा के हुन्छ? किसानले रासायनिक मल छोडेर बजारबाटै किनेको जैविक मल हाल्छ। राम्रो हो, तर ऊ अझै पनि किन्ने काम त गरिरहेकै छ। तर लेभल 3 मा पुगेपछि पुरै खेल नै बदलिन्छ। अब फार्मले बाहिरबाट किन्ने होइन, आफै मल बनाउन थाल्छ, आफ्नै उर्वरा शक्ति सृजना गर्छ। हो, वास्तविक परिवर्तन, त्यो आत्मनिर्भरतातिरको यात्रा ठिक यहीँबाट सुरु हुन्छ। यदि यो यति नै राम्रो हो भने सबैले किन अपनाउँदैनन् त? यो प्रश्न उठ्नु स्वाभाविक हो, र यसको कारण हो हाम्रो अगाडि तेर्सिएका प्रणालीगत बाधाहरू। कुरा के हो भने सरकारले दिने अनुदानहरू प्राय मकै, धान जस्ता केही औद्योगिक बालीमा मात्रै जान्छन्। ठूला ठूला कम्पनीहरूले बिउको बजार नियन्त्रण गर्छन्, अनि कहिलेकाहीँ त यस्तो प्रकृति मैत्री खेतीलाई पछाडि परेको वा अविकसित भनेर हेला पनि गरिन्छ। यी सबै अवरोधहरूले गर्दा परिवर्तन सोचे जस्तो सजिलो छैन। यो भनाइले मुख्य चुनौतीलाई एकदमै सुन्दर ढङ्गले बताउँछ। रासायनिक खेतीमा के हुन्छ, केही समस्या देखियो कि गोली अर्थात् रसायन छर्किदिने। तर कृषि पारिस्थितिकीमा गोली होइन, सिप चाहिन्छ। माटोलाई बुझ्ने, बोट बिरुवालाई चिन्ने र मौसमलाई पढ्न सक्ने गहिरो ज्ञान हो। यो सोचाइको परिवर्तन नै सायद सबैभन्दा ठूलो चुनौती हो।
ल अब हामी हाम्रो अन्तिम खण्डमा आइपुग्यौं। जब कृषि पारिस्थितिकी भन्ने शब्द यति लोकप्रिय हुँदैछ तब सक्कले प्रयास र ग्रीन वाशिङ अर्थात् हरियो रङ पोतेर देखाउने काम बीच कसरी फरक छुट्याउने त? यसको लागि एउटा एकदमै शक्तिशाली तरिका छ जसलाई झण्डा अवधारणा भनिन्छ। यसले एउटा फिल्टर जस्तै काम गर्छ र कुनै पनि कृषि अभ्यासले किसानलाई आत्मनिर्भर बनाउँछ कि झन परनिर्भर बनाउँछ भनेर छुट्याउन मद्दत गर्छ। यो तालिकालाई हेरौँ न, एकदमै सरल छ। के किसानले आफ्नै बिउ राख्न र साट्न सक्छ? यदि सक्छ भने यो हरियो झण्डा हो जसले आत्मनिर्भरता देखाउँछ। के उसले हरेक वर्ष कम्पनीबाटै नयाँ बिउ किन्नुपर्छ? यो रातो झण्डा भयो जसले परनिर्भरता देखाउँछ। यो सानो भिन्नताले धेरै ठूलो अर्थ राख्छ। हो, हरियो झण्डाले साँचो परिवर्तनलाई देखाउँछ, रातो झण्डाले पुरानै औद्योगिक सोचलाई। तर यहाँ एउटा पहेँलो झण्डा पनि छ जुन अलि जटिल छ। जस्तै बजारबाट जैविक कीटनाशक किन्नु रासायनिक भन्दा त राम्रै हो, तर यसले पनि किसानलाई किन्ने बानीबाट त मुक्त गरेन नि, हैन र? त्यसैले सक्कली र नक्कली छुट्याउने अन्तिम कसी भनेकै यही हो। मुख्य प्रश्न यो सोध्नुपर्छ, के यो अभ्यासले खेतलाई एउटा आत्मनिर्भर पारिस्थितिक प्रणाली बनाउन मद्दत गरिरहेको छ कि केवल एउटा नयाँ हरियो उत्पादन बेचिरहेको छ? किनभने हामीले यो बुझ्नुपर्छ कि कृषि पारिस्थितिकीको अन्तिम लक्ष्य माटो सुधार्नु मात्र होइन, यो त सम्पूर्ण खाद्य प्रणालीलाई नै थप न्यायपूर्ण, स्वस्थ र दिगो बनाउनु हो, किसानदेखि लिएर उपभोक्तासम्म सबैका लागि। त्यसैले अन्त्यमा सोच्नुपर्ने कुरा यो हो, हामीले केवल खेती गर्ने तरिकामा सुधार गर्ने हो कि त्यो खेतीलाई समर्थन गर्ने सम्पूर्ण आर्थिक, सामाजिक र राजनीतिक प्रणालीमै सुधार गर्ने हो? यो प्रश्नले हामीलाई खेतबारीको साँगुरो घेराभन्दा धेरै परसम्म सोच्न बाध्य बनाउँछ।